हामीसँग हुनुहुन्छ राजविराज नगरपालिकाका कार्यवाहक मेयर साहब। यो अतिक्रमण र हटियामा मात्रै हटाउनु भएको हो, सिराहा रोडमा छ, अन्यत्र छ, त्यहाँ के गर्नुहुन्छ? हामी सुरुवात अहिले हटियाबाट गरेका छौँ अनि फेरि हामी जति पनि राजविराज नगरपालिकाभित्र अतिक्रमण एरिया छ सबै हामी खाली गर्छौँ। यो अतिक्रमण हटाउन कति सजिलो लाग्यो? होइन, हामीलाई जनताले सपोर्ट गरेछ। यहाँ आएर हामीलाई थाहा भयो कि जनताले आफै सबै टोकट आइरहेछ, केही क्षति भएको छैन, जनता हामीलाई सपोर्ट नै गरिरहेछ। अनि सिराहा रोड हुलाकी मार्गको काम चाहिँ अवरुद्ध छ, त्यतातिर यहाँहरूको ध्यान कहिले जाला? हाम्रो अर्को टार्गेट चाहिँ सिराहा रोड अतिक्रमण हटाउने र काम त भोलिबाट नै सुरु हुन्छ। अनि यो जति भत्काउनु भएको छ यो हटियाको प्रोजेक्ट तपाईँको कहिलेसम्म पुरा हुन्छ? अब काम गर्नमा त 6 महिना जति लाग्छ, सम्पूर्ण काम गर्नमा। भोलिदेखि हामी सुरु गर्छौँ। राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल। जयनारायणजी, यो अतिक्रमण हटाउन कति सजिलो छ? धेरै गाह्रो थियो। उहाँहरूले 40 वर्षदेखि ओक्टिएको जग्गा खाली गर्दा त उहाँहरूलाई गाह्रै हुन्छ नि। त्यही भएर अब उहाँहरूले आफ्नो भित्रको पीडा पुग्दै हुनुहुन्छ। गाह्रो त साह्रै गाह्रो हो। जति पनि मेयर साहब आउनुभयो उहाँहरूलाई पर्सै दिएर नै जानुभयो, कोही खाली गरेर अघि सर्नु भएन। तर हामी त जनप्रतिनिधि भइसकेपछि नेपाल सरकारको सम्पत्ति संरक्षण गर्ने जिम्मा पनि हाम्रो हो। यसअनुसार हामी गरेको हो। यो परिषदको निर्णय हो, हामी कुनै व्यक्तिले गरेको होइन। अनि यो हटियाको लागि मात्रै हो कि नगरपालिकामा अझै धेरै अतिक्रमण छ नि, त्यहाँ तपाईँहरूको आँखा किन पुग्दैन? तपाईँहरूलाई हामीले पत्रकार सम्मेलन गरेर भनेको थियौँ, राजविराज नगरपालिकाको जति पनि अतिक्रमित जग्गा छ 1 इन्ची हामी छोड्दैनौँ, सबै ठाउँ खाली गर्छौँ। मेयर बन्ने का नतिजा नागमणि की गति लगी। भाई ऊपर में हुनुहुन्छ राजविराज वार्ड नम्बर 7 का वार्ड अध्यक्ष सुभाष यादवजी। अहिले राजविराज नगरपालिकाको हटियामा अतिक्रमण चाहिँ हटाउने काम भइरहेछ। यो अतिक्रमण हटाउन कति सजिलो छ? सजिलो कहाँ हुनु र, धेरै जटिल छ यो। सजिलो भएको हटाइहाल्छु। यो अतिक्रमण हटाउन कति परिश्रम लाग्यो यहाँहरूलाई? गर्नु पर्दा ठ्याक्कै 1 वर्ष लाग्यो। 1 वर्षदेखि हामीहरूको प्लान चलिरहेको। म आएको बेलादेखि म प्लानमा थिएँ, तर यो सक्सेस भइरहेको थियो।
बल्ल तल्ल जसो तसो यो आर्थिक वर्षमा चाहिँ यो सक्सेस हुन गइरहेको छ। त्यसको लागि धन्यवाद। र यहाँ हामीलाई सहयोग गर्ने जति पनि महानुभावहरू हुनुहुन्छ उहाँलाई पनि धन्यवाद। यो अतिक्रमण यो राजविराज हटियामा मात्र हटाइने कि अन्यत्र पनि हटाइने? हाम्रो वार्डमा भएको जति पनि छ यहाँ हाम्रो यो सुरुकाल हो। यहाँदेखि अब अतिक्रमण हटाउने हाम्रो जुन प्रयास हुन्छ त्यो सुरु भइसकेको छ र अब यो बन्द हुनेवाला छैन, भइ नै रहन्छ।